एउटा कुरा भन्न चाहन्छु, लाग्छ होला धर्मको कुरा गर्यो भने, तर होइन। यो ठाउँको पहिचान नै धर्मसँग जोडिएको छ। पृथ्वीनारायण शाह मात्रै होइनन्, गोरखनाथको भूमि हो यो। गोरखकालीको अनुयायी होला तपाईँ हामी सबै, हो कि होइन भन्नुहोस् त। राजाको समयमा जब यो देश हिन्दू राष्ट्र थियो, कसैलाई धर्म मान्न रोक थियो? कुनै धर्मले धर्म मान्न नपाएको थिए? त्यो डाँडामा राजा बस्नुहुन्थ्यो नि, होइन? खाल्डोमा यहाँ हिन्दू पनि बस्थे, बुद्धिस्ट पनि बस्थे, मुसलमान पनि बस्थे, इसाई पनि बस्थे। हरेक धर्महरू सह अस्तित्व र सद्भावका साथ तपाईँ हामी बस्थ्यौं। तर के पायो त देशले धर्मनिरपेक्षता पाएर? तपाईले हालेको भोटले देशलाई धर्ममै विभाजित गरिदियो। कहाँ छ त यहाँ गोरखनाथको पहिचान? आज भारतले यो गोरखनाथलाई मान्ने, बुझ्ने, यसको महत्व बुझ्ने तपाईँ हाम्रो राज्यले बुझेको छ। भारतले हेरे जसरी नेपाल सरकारले गोरखनाथलाई हेरेको छ। अनि तपाईहरूको आफ्नै अस्तित्व मासेर धर्मनिरपेक्षता लादेर के गर्नुहुन्छ? जब नेपाल धर्म हिन्दू राष्ट्र थियो, पृथ्वीनारायण शाहले भन्नुभएको थियो, मैले उहाँको पुस्तकमा पढेको थिएँ, उहाँले मुसलमानलाई पनि यहाँ राख्नु भएको थियो। त्यो दरबारमा मुसलमानको दरबन्दी थियो। आज छैन, हटाइसक्यो, पेन्सनमा हुनुहुन्छ। अनि यो गणतन्त्रले विभाजित गर्दो रहेछ कि एकीकृत गर्दो रहेछ त भन्नुहोस् त। हिन्दू राष्ट्रको पहिचान हुँदाखेरि यहाँ कुनै धर्ममाथि अन्याय भएको थिएन। तर एकाएक न तपाईहरूलाई सोधियो, न तपाईँ हामीलाई भनियो, एकाएक देशमा धर्मनिरपेक्ष भयो भनियो। अनि घाँटीमा चाहिँ रुद्राक्ष, टाउकोमा टीका ठडाएर, अनि यहाँनिर कण्ठी बाँधेर धर्म संस्कृतिका कुरा गरेर धर्म जोगिन्छ। गोर्खाको तपाईहरू सबैले टिभीमा गएर आज हेर्नु होला, गोर्खाको एउटा भूमिमा, एउटा पहाडमा उभिएर एउटा मिसनरीको मान्छेले यो गाउँ गाउँ परिवर्तन हुन्छ, गल्ली गल्ली परिवर्तन हुन्छ, पहाड पहाड परिवर्तन हुन्छ भनेर इसाईको धर्मान्तरण गराउँदाखेरि मौन बस्नुहुन्छ तपाईहरू। आज सबैभन्दा परिवर्तन बाहुन क्षेत्री भएका छैनन्, सबैभन्दा बढी परिवर्तन जनजातिमै भएका छन्। तपाईहरूको स्वाभिमानलाई किनिरहेका छन्, तपाईहरू बेचिराख्नु भएको छ। सच्चा इसाईले कहिले पनि धर्मान्तरण गराउँदैन। नेपालका मूल इसाई पनि छन्, कहिले धर्म परिवर्तन गराउँदैन। यो गाउँमा तपाईहरू भन्नुहोस् त, पहाड पहाडमा चर्च बनेको छन्, के भयो त? कसरी धर्मको यस्तो चाहिँ स्वीकार्यता बढ्यो? 80% तपाईहरू सनातनीहरू हो। यहाँको मुसलमान पनि सनातन समयदेखि हुनुहुन्छ, तपाईहरू पनि सनातनी हो। तर आज यहाँ गाउँ गाउँमा आएर विदेशीहरूले तपाईहरूलाई पैसाको लोभ देखाएर तपाईहरूको चाहिँ अभावलाई किन्न खोज्दाखेरि तपाईहरू बेच्ने, आफ्ना वरिपरिका मान्छेहरूलाई बेचिन दिने, विदेशीहरूले आएर पैसा दिएर सुरक्षित गर्न सक्छन् भने तपाईँ हामी सक्दैनौ। मुठी दान गरेर तपाईँ हाम्रा गाउँठाउँका गरिब पछाडि परेकालाई हामी बचाउन सक्दैनौ। एउटा कोरियाको मिसनरी आएर तपाईँ हामीलाई, हाम्रो जनतालाई बचाइदिनु पर्ने, यो हाम्रो पनि गल्ती हो। त्यसैले गर्दा हेर्नुहोस्, राष्ट्रिय प्रजातन्त्र पार्टी भ्रष्ट छ। हामी अझै पनि भन्छौं, हामी हिन्दू राष्ट्रको पक्षमा छौं, सनातन वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा छौं र त्यसमा सबै धर्मको सम्मान छ। कुनै धर्मलाई छ्याप्ने, कुनैलाई फ्याक्ने हाम्रो हिन्दू शास्त्र